रहेछ भनेर यो मान्छे तपाईँको थाहा नै छैन पत्रिकामा आएको छ फोटो मेरो शरीरको लोभले यो मान्छेले मलाई यत्रो ठुलो धोका तपाईँको शरीर छेडछेड बनायो होला हेर्नु बिहा गरेको छैन भन्यो मलाई मेरो शरीर पाउनलाई यत्रो नाटक किन भागेको भए त्यसै पनि दिन्थ्यो होला तर मेरो फिलिङसँग मेरो मनसँग खेल्यो म बाँच्न सक्दिनँ के गरौँ म रबिन बिना बाँच्न सक्दिनँ तर उसले बिहा गरिसकेको छ अब म के गरौँ सर त सरी सुन्नु न हामी यो दुनियाँमा यस्तै भयो हामी अर्को दुनियाँ भेट्दा हुन्न र यत्रो ठुलो धोका किन दिनुभयो केका लागि दिनुभयो भन्नुहोस् यही शरीरको लागि हो मैले त तपाईँलाई मनबाटै माया गरेको थिएँ हुन त म माफीको योग्य छैन तर मिल्छ मलाई माफ गर्दैन प्लिज मलाई माफ गरिदियो मलाई बुझ्ने कोसिस गर यो जिनलाई यस्तै भयो म बाँच्न सक्दिनँ अब के गरौँ ला दाइ गेम लाउनु बिर्सेछ एकछिन पहिला हाम्रो भाग्यमै नभएको कुरा के नै पाइन्छ र हाम्रो भाग्यमा यस्तै थियो होला म पनि मायाको दोषमा आएर आफ्नो परिवारको बारेमा भन्ने बिर्सेछु अलिकति ठुलो गल्ती भयो अलिकति मेरो गल्ती भयो होला म माफीको योग्य छैन तर मिल्छ भने प्लिज माफ गरिदिनुहोस् ल च्यावाली यत्रो ठुलो गल्ती कसरी भयो कमसे कम भन्न सक्नुहुन्न थियो बिहा गरेको कुरा मलाई यत्रो धोकामा कसरी राख्नु भयो तपाईँले मेरा पनि आफ्नै बाध्यता थियो होला नि त किन